धेरै नै बेर बा र आमाले रुँदै भिख मागेपछि जमिनदारले भने ठिक छ साइला, म यो घर र तेरो जग्गा सबै फिर्ता गरिदिन्छु, तर एउटा शर्तमा। बाले भने कस्तो शर्त होला जमिनदार साहेब? जमिनदारले भने तेरो छोरीको चर्चा पुरै 3-4 गाउँमा गुन्जिएको छ। पल्ला गाउँका जमिनदारले देखेका रहेछन्। उसँग तेरी छोरीको बिहे गराइदिस् भने तेरो जग्गा पनि फिर्ता पाउँछस् अनि तेरी छोरीले नि सुख पाउँछे। मेरा बा र आमाले मतिर हेरे। म त्यो सबै सुनेर टेकिएका जमिन भाँचिएको महसुस गर्दै थिएँ। एकातिर बिरामी आमा, अर्कातिर लाचार बा, न घर थियो न जग्गा। कहाँ जाने, के गर्ने, केही उपाय थिएन। मेरा बा र आमा दुवै चुप थिए। निर्णय गर्न नसकेको देखेर मैले मेरा सारा देखेका सपनालाई मनभित्रै जलाएर चिहान बनाइदिएँ अनि भने, हुन्छ जमिनदार बा, म बिहे गर्न तयार छु, तर मेरा बा र आमालाई केही दुःख नहोस्। मेरो कुरा सुनेर बा र आमाले सम्झाउन थाले, तर मलाई थाहा थियो कि समस्याको समाधान यही मात्रै थियो। त्यही भएर बिहेको शर्त मन्जुर गरेँ। आफ्नो खुसी मागेर कहिलेकाहीँ परिवारको खुसीका लागि आफ्नो रहरको बलिदान पनि दिनुपर्ने रहेछ। कुनै दिन आमाले देखेको सपना, धनी केटासँग बिहे गरेको कुरा मैले पुरा गरिदिँदै थिएँ। म यो सबै गर्न विवश थिएँ। जमिनदार पनि खुसी भएर गए। त्यो रात सबै मौन थियौँ। म रोएको थिएँ। खबर पल्लो गाउँमा पुग्यो। भोलिपल्ट केटा हेर्न आउने कुरा भयो। यो सबै मैले मेरा आमा र बाको लागि गर्दै आएको थिएँ। मैले मेरा खुसीहरू त्याग गरेको थिएँ। म ऋण चुकाउँदै थिएँ। जिन्दगीभरिको आजको दिनसम्मको आमा र बाले दिएको माया प्रेमको मूल्य आफूलाई बलिदान गरेर। भोलिपल्ट मलाई हेर्न जमिनदार घरमा आए। म सजिएर बसेको थिएँ। केही बेरको बा र आमाको गफगाफपछि उहाँहरूले केटी हेर्न माग गरे। आमा मलाई न्याउरो मुख लिएर लिन आउनु भयो कोठामा। म निशब्द चुपचाप आमासँग बाहिर गएँ। मैले जब केटालाई देखेँ तब म झसङ्ग भएँ, किनकि मेरो सामु 45-50 वर्षका बुढो जमिनदार थियो अनि मसँग विवाह गर्ने ऊ नै थियो। मेरो अगाडि मैले आफूभन्दा धेरै पाएको जमिनदार देख्दा मेरो जिन्दगीका हरेक सपना टुट्दै थियो। जमिनदार भनेपछि चाहे बुढो नै किन नहोस्, सबैले सम्मान गर्थे। सबै गाउँलेलाई हेर्न आएका थिए। सबैले भन्दै थिए, भाग्यमानी रहेछ माया, यो जमिनदारसँग विवाह बन्धनमा बाँधिने वाली छे। तर त्यो भिडमा कसैले नि भनेन कि बाल विवाह हुन हुँदैन भनेर। साँच्चै पुरानाको विचार र कुसंस्कृतिले फैलिएको मेरो गाउँमा यस्तो कुरा कसैको दिमागले सम्म भ्याउँदैन थियो होला। अँधेरो समाजको दलदलमा म शिक्षित भएर पनि शिक्षाको सदुपयोग गरेर उज्यालो बनाउन सकिनँ, किनकि पढेको कुरा सबै निरर्थक भए मेरा लागि बाध्यता र व्यवस्थाका कारण। मेरी आमाको मुहारमा खुसी छाएको थियो। बा न्याउरो लिए तर ओठमा झुटो हाँसो बोकेर म हेरिरहेको थिएँ। बाँकी कथा अर्को भिडियोमा लिएर आउनेछु। कृपया कमेन्ट गरिदिनुहोला।